कागजमा सोचियो हुने र अहिले कामको खोजीमा दौडधुप गरिरहनु भएको स्टुडेन्टहरूको लागि सानो टिप्स अहिले जति पनि तपाईँहरू शिष्यको खाजदौ गर्दै हुनुहुन्छ है, 3-4वटा है कम्पनीमा सिजमेखाहरू जाने, इन्टरभ्यू जाने है, रिडिक्सर बनाउने कामहरू गरिरहनु भएको छ है। एउटा मात्रै काममा एउटा मात्रै कम्पनीमा चाहिँ एप्लाई गरेर नबस्नु होला है। नाइते नपाउन्जेल तपाईँले हरेक ठाउँमा एप्लाई गरेर चाहिँ राख्नु होला। नाइते पाएपछि तपाईँले मानिलिनु 2-4वटा कम्पनीमा एप्लाई गरेर 2-4वटै कम्पनीमा तपाईँ नाइते चाहिँ पाउनु भयो भने तपाईँको सेलेक्सन गर्ने राइट तपाईँको हुन्छ है। तपाईँकोमा राइट हुन्छ। तर सुरुमा भनौँ न, आफूले मन परेको कम्पनीबाट नाइते पाइसक्यो भने अरू एप्लाई गरेको ठाउँमा नर्मली क्यान्सल गर्न सक्नुहुन्छ। यो चाहिँ ढुक्क भएर बस्नुलाई। कुनै भाइ बहिनीहरू चाहिँ काउन्सिलिङ गर्दाखेरि मैले एक ठाउँमा एप्लाई गरेको थियो, त्यहाँ भएन, अनि फेरि अहिले चाहिँ फेरि अर्को ठाउँमा एप्लाई गरिरहेछ भनेको सुन्छु है। त्यो चाहिँ एकदम तपाईँको टाइमको वेस्ट भनौँ, टाइम खासै हुन्न। त्यही भएर भट्टाभट पाएको जति सबै कम्पनीमा एप्लाई गर्दा चाहिँ राम्रो होला है। टोकियो होस् कि होइन, नागो होस् कि होइन, कहाँ हुन्छ, भट्टाभट एप्लाई गरेर गर्दा चाहिँ राम्रो होला जस्तो लाग्छ। अब साङ्गा झुनेको अब लगभग 2 महिना भनौँ न, 2 महिना जति त हो। त्यो हिसाबले गामाते गरेर कामको खोजी गर्नुहोला। धन्यवाद।